के हजुरहरूले युज गरिराख्नु भएको केबल सुरक्षित छ त? केबल किन्दाखेरि सुरक्षित छ कि छैन भनेर थाहा पाउने तरिका के हजुरहरूलाई थाहा छ? सही केबलको प्रयोगले बत्ती मात्र बाल्ने काम गर्दैन। सही केबलले हजुरहरूको घर परिवारलाई सुरक्षित राख्ने काम पनि गर्छ। नेपालमा पाइने धेरैजसो केबलहरू नेपालमै उत्पादन हुने गर्छ। केबल गुणस्तर छ कि छैन भनेर कहिले पनि केबलमा लेखिएको ब्रान्डले निर्धारण गर्दैन। फरक फरक ब्रान्डमा एउटै साइजको तार भए पनि फरक फरक मोटाइमा देख्न सक्नुहुन्छ। तर तार मोटो छ भन्दैमा राम्रो र पातलो छ भन्दैमा नराम्रो भन्ने हुँदैन। यसमा युज भएको इन्सुलेसनको क्वालिटीले गुणस्तर छ कि छैन भनेर थाहा पाउन सकिन्छ। तार खरिद गर्दा गुणस्तर छ कि छैन भनेर थाहा पाउने सबैभन्दा सजिलो उपाय भनेको लेबलमा टाँसिएको गुणस्तर चिन्ह हो। लेबलमा नेपाल गुणस्तर चिन्ह एनएस सर्टिफाइड भएको र आइएसओ सर्टिफाइड भएको तार मात्र खरिद गर्नुहोस्। केबल जुनैसुकै ब्रान्डको भए पनि एनएस चिन्ह प्राप्त भएको केबललाई गुणस्तर केबल मान्न सकिन्छ। यदि हजुरहरू घर टहराहरू निर्माण गर्दै हुनुहुन्छ र सुपथ मूल्यमा गुणस्तर तार साथसाथै अन्य सामग्रीहरू खोज्दै हुनुहुन्छ भने गल्छी इलेक्ट्रोनिक्ससँग हाउस वायरिङलाई चाहिने सम्पूर्ण इलेक्ट्रिक सामानहरू उपलब्ध रहेको छ। खरिद गर्न चाहनुहुन्छ भने गल्छी 8 धादिङमा रहेको गल्छी इलेक्ट्रोनिक्समा आएर खरिद गर्न सक्नुहुन्छ अथवा हामीलाई अनलाइन मार्फत पनि अर्डर गर्न सक्नुहुन्छ। धन्यवाद।